कविताको शीर्षक मेरा बा, कवि राज पौडेल। बा अझै बाँचेका छन्, बा अझै बाँचेका छन्, तर बाँच्नु भनेको सास चल्नु मात्र होइन भन्ने कुरा म बिस्तारै बुझ्दैछु। किनकि बा हरेक दिन आफ्नो इच्छा मारेको देखेर आफैलाई जिउँदो राखिरहेका छन्। मेरो सम्झनामा बा सधैँ उस्तै देखिन्छन्, मेरो सम्झनामा बा सधैँ उस्तै देखिन्छन्। घामले पोलिएको अनुहार, बुढासम्म झुकेको ढाड र आँखामा कहिल्यै नसुक्ने चिन्ताको छाया। उनी हाँस्दा पनि बित्यो, उनी हाँस्दा पनि त्यो हाँसोभित्र थाकेको सुस्केरा लुकेको हुन्छ। हामी साना हुँदा बा जवान थिएनन्, उनी त जिम्मेवारीले पहिले नै बुढा भइसकेका थिए। हामी साना हुँदा बा जवान थिएनन्, उनी त जिम्मेवारीले पहिले नै बुढा भइसकेका थिए। बिहान खेत, दिउँसो मजदुरी, साँझ कसैको घरमा काम। बा थाक्ने अधिकार कहिले लिँदैनथे। आमा भन्नुहुन्थ्यो, अब पुग्यो, आराम गर्नुहोस्। बा मुस्कुराउँदै भन्थे, कहिले होइन, छोराछोरीको भविष्य भनेपछि। भविष्य, त्यो शब्द बाको जीवनको सबैभन्दा ठुलो भारी थियो। मेरो जुत्ता च्यातिँदा बा भन्थे, भोलि किनिदिन्छु। मेरो जुत्ता च्यातिँदा बा भन्थे, भोलि किनिदिन्छु। तर भोलि आयो, जुत्ता आयो, बाको खुट्टामा भने पुरानै चप्पल। बहिनीलाई ज्वरो आयो, बहिनीलाई ज्वरो आयो, बा रातभर जागराम बसे। बहिनीलाई ज्वरो आयो, बा रातभर जागराम बसे। मेरो परीक्षा थियो, बा आफै दुःख लुकाएर मेरो कापी खोज्न दौडिए। बा कहिल्यै बिरामी हुँदैनथे, कम्तीमा हामीले देखेसम्म। बा कहिल्यै बिरामी हुँदैनथे, कम्तीमा हामीले देखेसम्म। तर रातको सन्नाटामा उनको खोकी सुन्दा पनि म डराउने गर्थेँ। त्यो खोकीमा उनको उमेर, थकान र दबिएको पीडा मिसिएको हुन्थ्यो। समय बित्दै बित्दै गयो, हामी ठुला भयौँ, सपना देख्न थाल्यौँ। बा भने सपना पुरा गर्ने साधन मात्रै बने। म सहर गएँ, दिदी बहिनीको बिहे भयो। म भने जागिर खोज्दै विदेशको कुरा गर्न थालेँ। बा अझै त्यही छन्, उही पुरानो घर, उस्तै आँगन, उस्तै चिन्ता। अब बाको कपाल सेतो भइसकेको छ, हात काप्छ, ढाड अझै झुकेको छ। तर उनी अझै भन्छन्, छोरा तलब कम छ भने अझै अलिकति दुःख गरौँला। म चिच्याउन मन लाग्छ, मलाई चिच्याउन मन लाग्छ। अब पुग्यो बा। तर बाको आँखामा मेरा अपुरा सपना देख्दा मेरो आवाज आफै हराउँछ। उनी अझै खेतमा जान्छन्, अझै ऋणको हिसाब गर्छन्, अझै भन्छन्, तिमीहरू खुसी भएपछि म आराम गर्छु। कुन दिन, कुन उमेरमा, कुन अवस्थामा? सायद बाका लागि आराम भन्ने शब्द कहिल्यै लेखिएको थिएन। राति म बाको कोठामा झुल्किँदा उनी निधाएका हुँदैन, छानो हेरेर केही गन्दै बसिरहेका हुन्छन्। ऋण, जिम्मेवारी वा सायद हामीलाई नदेखाएको आफ्नै दुःख। बा मरेका छैन, बाप मरेका छैनन्, आशा मरेको छैन। तर एक दिन हामीलाई हँसाउन आफ्नो थकान चुपचाप गाडिरहेका छन्। म बुझ्न थालेको छु, सबैभन्दा वियोगान्त कथा मृत्युले होइन, बाँचिरहँदा आफ्नै लागि केही नबाँच्ने एक बाको जीवनले लेखिन्छ। मेरा बा तपाईँ अझै लिइरहनु भएको छ, दुःख गरिरहनु भएको छ। तर त्यो बाटो सधैँ हाम्रो खुसीसम्म मात्रै पुगेको छ, कहिल्यै तपाईँको विश्वाससम्म पुगेको छैन। हाम्रा लागि यति दुःख गर्ने बालाई अझसम्म मैले केही गर्न सकेको छैन। ढुक्क हुनुहोस् बा, ढुक्क हुनुहोस्। बा अब तपाईँको छोरो कमाउने भयो, कहिल्यै दुःख दिने छैन, ती आँखामा आँसु आउन दिने छैन। मेरो कारण तपाईँको त्यो शिर झुक्न दिने छैन। सधैँ
तपाईँको सेवा गरिरहनेछु। तपाईँ सधैँभरि यसरी मलाई माया गरिरहनु, यसरी बाँचिरहनु, तपाईँको हाँसो, तपाईँको खुसीमा म सधैँ बाँचिरहन पाऊँ, हजुरलाई हँसाइरहन पाऊँ, हजुरको चरण कमलमा सधैँ सधैँ पाउ राखी शिर राखिरहने तपाईँको छोरो राज पौडेल। आई लभ यु बाबा, लभ यु सो मच, लभ यु सो मच।